अब आउने 2084 को स्थानीय चुनावको लागि केही महिनापछि अब केही समयपछि गाउँ गाउँमा यत्रो ठुलो एउटा स्पिकर बजाएर गाउँ गाउँमा भोट केमा फलानामा भोट केमा फलानामा भन्दै विभिन्न पार्टीहरू छरपष्ट पुरै गाउँमा पुरै म्युजिक बजाएर चुनावको नारा लगाएर लस्करो लगाएर हिँड्ने बेला हुन लागिसकेको छ। यो बीचमा एक दुईजना यस्तो मान्छे नै हुन्छन् कि जुन यो पार्टीमा किन आयो भनेर थाहा हुँदैन कतिलाई, यो पार्टीमा मैले भोट किन हाल्दैछु त्यो पनि थाहा हुँदैन कतिलाई। हामी चुनाव आउने बेलामा कसैलाई पनि केही पनि वास्ता गर्दैनौँ, कुन पार्टी हो कुन पार्टीले भोट काम गर्छ कसलाई भोट दिने भन्ने कुरो वास्ता गर्दैनौँ, अन्धाधुन्दा पार्टीलाई समर्थन गरेर भोट दिएर हिँड्छौँ। तर जब काम गर्ने समयमा काम भएन भने जनप्रतिनिधिहरूले केही पनि काम गरेन भनेर सुरुमा क्वेसन उठाउनै पनि हतार गरिहाल्छौँ है त। त्यही भएर सुरुमा तपाईँले ध्यान दिनुपर्ने कुरा तपाईँ भोट हाल्नु गलत होइन, भोट सही ठाउँमा हाल्नु पर्यो। अबको चुनावहरूमा भोट हाल्दाखेरि आफन्तमा नजानुहोस्। एक नम्बरमा मेरो आफन्त हो, मेरो मामा हो, काका हो, काकी हो भन्दै तपाईँले त्यो आफन्ततिर नजानु होला। नम्बर 2, कुनै पनि पैसा नलिकन आफ्नो मनले कुन पार्टी राम्रो लागेको छ, कसले विकास गर्ने खालको भिजन देखिन्छ त्यो पार्टीलाई मात्रै भोट दिनु होला। यहाँनिर धेरै यस्तो खालको चलनहरू छन् कि भोज भतेर लाउने, खाइपीहरू गाउँ गाउँमा छिरेर खसी काट्ने अथवा जातिवादीहरू जोड्ने होइन, तामाङ भएपछि तामाङलाई सपोर्ट गरौँ भन्ने खालको त्यो खालको पॉइन्ट धेरै छ क्या। हो त्यही भएर नै बिग्रेको एकदम पछाडि पर्नुको कारण यो पनि हो एउटा। चुनावको बेलामा यदि ठुल्ठुलो भाषण ठोक्छन् त्यही कार्यकर्ता नै गएर भाषण ठोक्ने हो। हामी सुशासन ल्याउँछौँ, हामी विकासको कुरा ल्याउँछौँ, सिँचाइ ल्याउँछौँ, शिक्षामा सुधार ल्याउँछौँ, गाउँ गाउँमा बाटो पिच गर्छौँ भन्दै भाषण ठोक्छन्, त्यही कार्यकर्ता गएर भाषण ठोक्छन्। भोलि बाटोमा हिलो भयो भने त्यही कार्यकर्ता गएर हेर सरकारले केही पनि गरेन। गल्ती आफ्नो कहिले पनि देखिँदैन यहाँ। तपाईँले भोट गलत ठाउँमा दिँदै हुनुहुन्छ, तपाईँ गलत मान्छेको सङ्गत हुनुहुन्छ, गलत पार्टीको समर्थन गर्नुहुन्छ भन्ने कुरा आफूलाई कहिले पनि थाहा हुँदैन। तर जब जितिसकेपछि काम गर्यो भने सरकारले काम गरेन, जनताको करको पैसा खायो भन्ने हो, उफ्रिने हो, जस सक्यो। यसपालिको चुनाव पनि त्यस्तो नहोस् भन्छु म। अन्धाधुन्दा समर्थन नगरौँ। र अर्को कुरा, यदि चुनावको सिलसिलामा मैले केही भिडियोहरू उठाइरहेको छु भने कसैलाई पनि किन टाउको दुख्छ, टाउको नदुखाउनु होला। किन यस्तो भन्दैछ, यो पार्टीलाई किन यस्तो भनौँ उस्तो भन्यो भने टाउको नदुखाउनु होला। किनभने गलतलाई गलत भन्न सक्नुपर्छ सबैजनाले। अर्को कुरा भनेको गाउँमा विकास गर्ने बेलामा चाहिँ वास्ता केही पनि हुँदैनन्, तर भोट हाल्ने बेलामा यति धेरै चासो हुन्छन्, यति धेरै चासो हुन्छ नेताहरूलाई, घर घरमा आएर हामी यो गरिदिन्छौँ र त्यो गरिदिन्छौँ भनेर माइक लगेर यति धेरै बाचापत्रहरू ल्याएर तेर्छाइन्छ। अब हुन त योभन्दा अघिल्लो चुनावसम्म मैले कुनै पनि भिडियो पनि बनाउने काम गरिनँ, कसैलाई पनि खबरदारी गर्ने काम गरिनँ। तर यो पटकदेखि चाहिँ तपाईँले ल्याउनु भएको बाचापत्र चाहिँ एक एक सेभ गरेर राखिन्छ है त। तपाईँले कति वर्षमा के पुरा गर्छु भन्नुभएको हुन्छ, त्यो कुरा म सबै रेकर्ड गरेर राख्छु, रेडी बनाएर राख्छु, भिडियो बनाएर राख्छु अथवा त्यसलाई प्रिन्ट गरेर राख्छु, सेभ गरेर राख्छु। तपाईँले कति वर्षमा त्यो बाचापत्रमा भएको कुराहरू पुरा गर्नुभयो त्यो कुराहरू पनि खोज तलासी गर्नेछु। मेन कुरा भनेको हामी 24 घण्टा कार्यालयमा हुन्छौँ, जनताको सेवा सुविधाको लागि बस्छौँ, सेवाको लागि होइन, जनताको गुनासोहरू सुन्छौँ भनेर गफ एउटा हुन्छ नि, मख पार्ने एउटा गफ दिनुहुन्छ। तर वास्तवमा भन्यो भने वडामा कहिले पनि हुँदैन होइन, गाउँपालिकामा गयो भने कहिले पनि कोही पनि भेट्दैन, कहाँ गएको नि थाहा हुँदैन, कहिले आउँछ नि थाहा हुँदैन। 12 वर्षसम्म वडामा आउँदैनन्, 12 बज्दाखेरि गाउँपालिकामा मान्छे कोही पनि देखेको हुँदैन। यो समस्या चाहिँ यसपालिको चुनावमा नहोस्, सबैजना सजग हुनु होला, आफ्नो मतको राम्रो सदुपयोग गर्नु होला, दुरुपयोग नगर्नु होला। अन्धाधुन्दा अनावश्यक पार्टीहरूलाई भोट दिएर तपाईँको भोट खेर नफाल्नु होला। र चुनावमा जो कोहीले भोट दिने होइन, जसले गाउँको समस्या बुझ्न खोज्छ, जसले गाउँको लागि केही गर्न खोज्छ उहाँको लागि मात्रै भोट दिनु होला। र अर्को कुरा, भोट माग्न आउँदा पनि सही मान्छे मात्रै आउनु है। अन्धविश्वासमा अनावश्यक मान्छेहरू गाउँ गाउँमा आएर मान्छेलाई यो गर्छु र त्यो गर्छु भन्दै हुन नसक्ने बाचाहरू नदिनु होला। किनभने अब पहिलाको जस्तो जमाना पक्कै पनि छैन। पहिला त भाषण ठोक्यो सक्यो। अब अहिलेको मान्छेहरूले सबै सेभ गरेर भिडियो बनाएर अडियो बनाएर राखेका हुन्छन्, पिडिएफ फाइल बनाएर राखेका हुन्छन्। तपाईँले गरेको बाचाहरू भोलि पुरा भएन भने तपाईँले समस्या पर्नुहुन्छ। त्यही भएर अब आउने चुनाव चाहिँ 2084 स्थानीय चुनावमा गाउँपालिकाको पुरै र हाम्रो वडाको पनि कुरा गर्दैछु, राम्रो मान्छेलाई छान्नु पर्यो सबैजनाले। र नेताहरूले पनि जो जित्नुहुन्छ उहाँले पनि विकासको कामहरू गर्नु पर्यो क्या। अन्धविश्वासमा भुटुटुक कुदेर मात्रै हुँदैनन्, गाडीमा लस्कर लगाएर मात्रै कुदेर हुँदैनन्। जहिले पनि गाउँको समस्याहरू बुझ्नु पर्यो, स्कुलको कुराहरू सुधार्नु पर्यो, पानीको कुराहरू सुधार्नु पर्यो,
सिँचाइको कुराहरू छ कति धेरै त्यसको कुराहरू सुधार्नु पर्यो। रोजगार त गाउँमा खासै दिन सकिँदैनन्, त्यो कुरा त अलिकति नगरेकै हुन्छन्। तर बेसी कुराहरू त गर्न सकिन्छ, एटलिस्ट गर्न सकिन्छ। बाटोघाटोमा अलिकति फोकस गर्नु पर्यो। कतिपय ठाउँमा श्रमदानको कुराहरू आउँला, त्यो अनि गर्नु पर्यो, कुरा स्टार्ट गर्नु पर्यो नि। जस्तै पहाडको भेगमा त अब अलिकति सबैजना मिलेर यो दिन यो गरौँ भन्यो भने सबैजना अवश्य गइन्छ। यो कुराहरू गर्नु पर्यो र भोट चाहिँ खेर नफालौँ, भोट सही दिशामा हालौँ। कुनै पनि पार्टीले आएर यति पैसा दिँदा उति पैसा दिँदा पैसाको पछि नलाग्नु होला र सम्बन्धको नातागोताको पछि नलाग्नु होला। एउटा सच्च काम गर्ने लायकको को हुनुहुन्छ उहाँको पछाडि लाग्नु होला सबैजना। भोट पनि उसैलाई दिनु होला। त्यसपछि भएन भने फेरि हामी किन भएन भनिहाल्छौँ नि। ल हाम्रो स्थानीय चुनावमा यस्तै हुनुपर्छ जस्तो लाग्छ मलाई। अब कति पर्सेन्ट हुन्छ हुँदैन बाँकी हेरौँला है त। ओके, बाँकी भिडियो कस्तो लाग्यो तपाईँलाई हेरेर प्रतिक्रिया दिनु होला। धन्यवाद।